हेर्नु सही साथी हो नि त। अनि त घरैमा हेर्नु त यस्तो राति त चाबी लाउँथे, राति भए चोरले भन्नुहुन्थ्यो। हेर्नु त दिउँसोमा यस्तो गर्ने। हेर्नु त बाहिर मान्छे चोर्न आयो, अनि त जल सबै पोखिदिएर घुल्टाइदिएर सबै मलाई ज्वरो खनेको खने गर्दा भगवान्ले त आफैलाई लाउँछ नि। हेर्नु त पुरा यहाँ कस्तो बनाइदिए नि। यो टाढाको मान्छे आयो कि नजिकको घरैको मान्छे होला, घरैकोले रिसानी गरेपछि हेर्नुहोस् त यहाँ मलाई त बाँच्न पनि गाह्रो छ। सबै गणेशको सबै पोखिदिएर डालासाला गुल्टाइदिएर जम्मै यस्तो पैसा सैसा निकालेर लगेर 2 वर्ष म निदाइ थिइनँ, ठिक थियो क्या। 2 बजेर उता म ढोका लाएर सुतेँ, त्यसपछि यस्तो गर्ने। कति खन्न सकेको खन्न पनि। ए भगवान्, हे भगवान्, कस्तो त देख्न पर्यो, कस्तो भोग्न पर्यो। कहिल्यै बस्न खाना भएन। मलाई डिप्रेसनको औषधि झुन्नेरै मर्न जम्मा पारिछन् सासूले। के गरौँ भगवान्, कहाँ गएर बसौँ।